अब राजनीतिक कुरा धेरै भयो है। अब ठिक छ, त्यो आफ्नो ठाउँमा छ। किन भन्दा मान्छेको आफ्नो इच्छा चाहनाहरूका कुराहरू हुन्छन्। अब मैले आज म तपाईँहरूलाई एउटा करियर गाइडेन्स टिचर को रूपमा म तपाईँहरूलाई एउटा इन्फर्मेसन दिन चाहन्छु होइन, जुन नेपाली विद्यार्थीहरूको लागि एकदमै धेरै महत्त्वपूर्ण कुरा हो। जसले गर्दा करियर गाइडेन्सको कुरा छ, त्यो करियर गाइडेन्स जब उहाँहरूलाई थाहा हुन्छ मेरो लागि सुहाउँदो करियर के हो त होइन, मेरो लागि सुहाउँदो वृत्ति के हो त होइन, जबसम्म वृत्ति उहाँहरूलाई थाहा हुँदैन तबसम्म चाहिँ उहाँहरूले चाहिँ आफ्नो लाइफलाई ह्याप्पिली उहाँहरूले चाहिँ सर्भाइभ गर्न सक्नुहुन्न अथवा चाहिँ जिउन सक्नुहुन्न। त्यसैले हाम्रा बच्चाहरू, हाम्रा विद्यार्थीहरू भनेका काँचो माटो हुन् र 9 र 10 क्लाससम्ममा पढ्ने बच्चाहरूलाई अझ बढी चाहिँ उहाँहरूलाई के हुन्छ भन्दाखेरि चाहिँ अलमलमा पर्नुहुन्छ उहाँहरूलाई। हामीले जबसम्म करियर करियर सिलेक्सन गर्दा गाइडेन्स गर्दैनौँ तबसम्म उहाँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एकदमै धेरै अलमलमा पर्नुहुन्छ उहाँहरू। त्यसैले हामीले उहाँहरूलाई जति सकिन्छ जानेको मान्छेहरूले करियर गाइडेन्स गर्नु एकदमै जरुरी छ। किन भन्दा भोलिका दिनमा करियर गाइडेन्स उहाँहरूले पाइसक्नु भएपछि उहाँहरू सुहाउँदो र उहाँको क्षमताले सुहाउँदो, उहाँको रुचि सुहाउँदो करियर उहाँले चुज गर्नुहुन्छ भने भोलि गएर भविष्यमा तपाईँहरूको के हुन्छ त भन्दाखेरि चाहिँ उहाँहरू मजाले चाहिँ के त आफ्नो लाइफ ह्याप्पिली सर्भाइभ गर्न सक्नुहुन्छ, जिउन सक्नुहुन्छ होइन। त्यसैले सहर बजारको विद्यार्थीहरूलाई म भन्न चाहन्न होइन, किन भन्दा उहाँहरूको त्यो जुन प्यारेन्टिङको कुराहरू छ अथवा चाहिँ आमा बुवाहरू, दाजुभाइ दिदीबहिनीहरू अलि अगाडि हुनुहुन्छ र उहाँहरूलाई प्यारेन्टिङ चाहिँ राम्रो गरिराख्नु भएको छ। उहाँहरूलाई थाहा छ यो सेक्टरमा जाँदा यस्तो हुन्छ, त्यो सेक्टरमा जाँदा त्यस्तो हुन्छ होइन, सबै कुरा थाहा छ। तर हाम्रा जति पनि गाउँघरमा भएका र पछाडि परेका क्षेत्रहरूमा भएका हाम्रा विद्यार्थी भाइ बहिनीहरू हुन्छ, उहाँहरूलाई चाहिँ अलिक गाह्रो छ। किन भन्दाखेरि चाहिँ मैले धेरै कुरा सुन्ने गरेको छु। एससी भन्दा अगाडि हामीले उहाँहरूलाई चाहिँ बाबु के छ प्लान भनेर सोद्धा अथवा चाहिँ बहिनी के छ, भाइ के छ प्लान भनेर सोद्धा पहिला एससी सक्छु अनि त्यसपछि थाहा हुन्छ, अहिले त केही थाहा छैन भन्नुहुन्छ। र एससी दिइसके भन्दा पछाडि के गर्दै हुनुहुन्छ त भनेर भन्दाखेरि चाहिँ साथीले साइन्स पढ्यो त्यसैले म पनि साइन्स पढ्दैछु भन्नुहुन्छ, साथीले म्यानेजमेन्ट पढ्यो त्यसैले म पनि म्यानेजमेन्ट पढ्छु भन्नुहुन्छ, साथीले एजुकेसन पढ्यो त्यसैले म एजुकेसन पढ्दैछु भन्नुहुन्छ, र मलाई मेरो बाबाले इन्जिनियर पढ भन्नुभयो त्यही भएर म इन्जिनियर पढेँ भन्नुहुन्छ, मामुले मलाई डक्टर बन्नुपर्छ तिमी भन्नुभयो त्यसैले चाहिँ मैले चाहिँ एचए पढेँ भन्नुहुन्छ होइन। र जति पनि कुराहरू छन् भनौँ न, उहाँहरूले करियर चुज गर्ने कुराहरू छन्, त्यो चुज गर्दाखेरि चाहिँ कहीँ न कहीँ उहाँहरूको इन्ट्रेस्ट भन्दा पनि कहीँ न कहीँबाट लादिएको जस्तो चाहिँ अवस्था आउँछ होइन। त्यसैले जब उहाँहरूको टाउकोमा उहाँहरूले नसक्ने भारी चाहिँ हामीले लाद दिन्छौँ त्यसपछि त्यसको रिजल्ट राम्रो आउँदैन। भोलि गएर उहाँहरूले त्यो करियर, उहाँहरूले चुज गरेको करियर, साथीको लैमा लागेर चुज गरेको करियर, बाबा मम्मीले लाद दिएको करियर चाहिँ बिचमै उहाँहरूले छाड्नुपर्ने अवस्था आउँछ। त्यसले गर्दाखेरि भोलि उहाँहरूले चाहिँ के हुन्छ भन्दा त्यो समय, उहाँहरूको जति पनि समय हुन्छ त्यो खेर गइसकेको हुन्छ र उहाँहरू 10-15 वर्ष पछाडि धकिलिसक्नुहुन्छ र उहाँहरूले फेरि रिस्टार्ट गर्नुपर्ने हुन्छ। रिस्टार्ट गर्दाखेरि चाहिँ तपाईँको सबैसँग रिस्टार्ट गर्न सक्ने सामर्थ्य हुँदैन। कसैले चाहिँ जे जस्तो भयो नि म गर्छु भनेर चाहिँ तपाईँको हार नखाइकन रिस्टार्ट गर्न सक्छ भने कसैले चाहिँ अब के गर्ने कसो गर्ने भनेर फ्रस्ट्रेसनको कारणले गर्दा आत्महत्या पनि गर्न सक्ने एउटा चान्स हाई हुन्छ। त्यसैले गर्दा समयमै हामीले उहाँहरूलाई करियर गाइडेन्सको बारेमा हामीले उहाँहरूलाई इन्फर्मेसन, सूचनाहरू हामीले दियौँ र उहाँहरूलाई चाहिँ हेल्प गऱ्यौँ भने, करियर गाइडेन्समा चाहिँ उहाँहरूलाई हामीले हेल्प दियौँ भने भोलि उहाँहरूमा चाहिँ फ्रस्ट्रेसन हुने र आत्महत्या गर्ने जुन रेट छ त्यो रेट कम हुन्छ नै त्यो तरिकाले। र अर्को कुरा के पनि हुन्छ भन्दाखेरि चाहिँ उहाँले आफू सुहाउँदो र आफ्नो रुचि सुहाउँदो, आफ्नो इन्ट्रेस्ट सुहाउँदो चाहिँ करियर उहाँले चाहिँ चुज गर्नुभयो भने भोलि पक्कै न पक्कै उहाँको लाइफमा ह्याप्पिली चाहिँ जिन्दगी बिताउन चाहिँ सक्नुहुन्छ र हामी कसैले चाहिँ त्यसमा गएर भोलि गएर यस्तो त्यस्तो भन्न पर्ने अवस्था आउँदैन। त्यसैले मलाई लाग्छ नेपाली विद्यार्थीहरू जति पनि हुनुहुन्छ, हामीले यो करियर गाइडेन्सको बारेमा हामीले चाहिँ उहाँहरूलाई हेल्प गर्नै पर्छ। र टिचर्सहरू जति पनि छौँ, किन भन्दाखेरि चाहिँ यो सिकाइका कुराहरूमा
हाम्रो क्लास 8, 9, 10 को बच्चाहरूलाई डाइरेक्टली हाम्रो चाहिँ प्रत्यक्ष रूपमा हामीले सिकाउने कुराहरूमा चाहिँ हामी अरूभन्दा पनि शिक्षकहरू नै हामी लाग्छौँ होइन, उहाँहरूलाई सिकाउँछौँ र उहाँहरूले शिक्षकले नै भनेको कुरा अलिक बढी प्रायोरिटी राखेर चाहिँ अगाडि बढ्नुहुन्छ। त्यसले गर्दा हामी सबै शिक्षकहरूले चाहिँ जति सकिन्छ करियर गाइडेन्सको बारेमा चाहिँ हामीले सोचेर बच्चाहरूलाई चाहिँ उसलाई चाहिँ सुहाउने तरिकाको करियरको बारेमा हामीले चाहिँ भनेर नेपालमा के छन् त करियर होइन, सम्भावनाका कुराहरू के छन्, अथवा नेपालभन्दा बाहिर विश्व बजारमा चाहिँ उहाँहरूलाई चाहिँ कसरी चाहिँ भोलिका दिनमा चाहिँ बिकाउन सकिन्छ र उहाँहरूको इच्छा उहाँको रुचि चाहना अनुसार उहाँलाई कसरी चाहिँ राम्रो किसिमको स्किलफुल म्यान पावर बनाउन सकिन्छ होइन भनेर चाहिँ हामीले आजैबाट हामीले उहाँहरूलाई यो करियर गाइडेन्समा हेल्प गऱ्यौँ भने पक्कै आज तपाईँहरूको चाहिँ आजको आजै रिजल्ट नआउला, तर केही समयभन्दा पछाडि रिजल्ट आउने नै छ, राम्रो नै हुन्छ। र मलाई लाग्छ करियर गाइडेन्स अब अरू देशमा के हुन्छ मलाई त्यसको बारेमा खासै जानकारी छैन, र मैले ट्रेनिङ लिँदा र मैले ट्रेनिङ पाउँदा मलाई ट्रेनिङ दिने जुन चाहिँ हाम्रो ट्रेनर म्यामहरूले भन्दै गर्दा चाहिँ एकदमै राम्रो छ भन्नुभएको थियो। र यो नेपालको कुरा गर्दा पनि एउटा रिपोर्टमा 66% भन्दा बढी चाहिँ हाम्रो करियर गाइडेन्स गरिसके भन्दा पछाडि उहाँहरूले जुन करियर चुज गर्नुभएको थियो त्यही करियरमा गएको, र बाँकी जति पनि हाम्रो बाँकी रहेको जति पर्सेन्ट छ त्यो पर्सेन्ट चाहिँ कुनै न कुनै कारणले गर्दाखेरि चाहिँ फ्यामिलीको प्रेसरको कारणले अथवा अथवा चाहिँ आफ्नो इन्ट्रेस्ट चेन्ज भएको कारणले गर्दाखेरि चाहिँ करियर चाहिँ चेन्ज गरेको भन्ने कुरा मैले सुनेको छु। यो धेरैमा चाहिँ एकदमै अब यसो हेर्दाखेरि केही पनि होइन जस्तो हामीलाई फिल हुन्छ, तर यो एकदमै धेरै हामीले चाहिँ गहिरिएर सोच्दाखेरि चाहिँ एकदमै धेरै ठुलो कुरा हो। त्यसैले हाम्रो नानी बाबुहरूलाई हाम्रो विद्यार्थीहरूलाई चाहिँ हामीले जति सकिन्छ करियर गाइडेन्सको बारेमा हामीले भन्नै पर्छ, सिकाउनै पर्छ। हामी शिक्षक भइसके भन्दा पछाडि हाम्रो टाउकोमा एउटा अभिभारा अर्को थपिन्छ। त्यसैले जति सकिन्छ जहाँबाट सकिन्छ जेसो गरी सकिन्छ हामीले हाम्रो बच्चाहरूलाई करियर गाइडेन्सको बारेमा सूचना दिउँ र उहाँहरूलाई हेल्प गरौँ। भोलिका दिनमा हाम्रा अहिलेका जुन कलिला बालकहरू छन्, बच्चाहरू छन्, भोलिका दिनमा उहाँहरू चाहिँ स्किलफुल म्यान पावर भएर आउनुहुन्छ र देश विकासमा एकदमै धेरै ठुलो योगदान उहाँहरूले दिनुहुन्छ भन्ने आशा गरेको छु। अहिलेलाई मैले यति नै भने, बाँकी कुराहरू चाहिँ करियर गाइडेन्सको अरू कुराहरू पनि छ होइन, कसरी गर्ने, के गर्ने, कति गर्ने, कहाँबाट गर्ने, कस्तो गर्ने भन्ने कुराहरू छ, त्यो मैले नेक्स्ट भिडियोमा भन्छु। अहिलेलाई यति नै।